गाइस लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला। भण्डारी भ्लग अफिसियलमा तपाईहरुलाई स्वागत छ। गाइस लाइक कमेन्ट गर्न नभुल्नु होला किनकि म त्यो माथिको डाँडाबाट आएको हो। गाइस म चाहिँ यो गरगरेमा छु। म अब जरबुटा जाँदै छु। सो गाइस तपाईहरुले यो ठाउँ चिन्नु भएको छ भने कमेन्ट गर्नु होला। यो हेर्नु गाइस कति राम्रो भ्यू छ, कति राम्रो ठाउँ छ। गाइस तपाईहरुलाई मन पर्छ भने कमेन्ट गर्न नभुल्नु होला। गाइस हेर्नु देख्नुभयो। गाइस गरगरेमा पुगिसके जरबुटा जाँदैछु। खाने कुरा केही ल्याइएन, लाली गुराँस खाँदैछु। हेलो गाइस जरबुटा पुगिसके म पुगे छैन हो गाइस। अब गरगरे पुगेछु। गरगरेबाट जरबुटा जाँदैछु। यो एउटा बत्तीको पोल बचाउनको लागि गाइस यो वरिपरि यत्रो खनेर पनि एउटा बत्तीको खम्बालाई यो अडाउनको लागि यत्रो ढुसको छोड्नु भएको रहेछ। यो हो चाहिँ गरगरे हो गाइस। हेर्नु गाइस चाहिँ सुर्खेतको भ्यू पुरै भ्याली देख्न सक्नुहुनेछ गाइस। तर नियालेर हेर्नु पर्ने छ किनकि गाइस योमा कुहिरो लागेर राम्रो देखिएको छैन। म चाहिँ जरबुटा पुगेँ है। जरबुटा पुग्यो, जरबुटा पुग्यो। यो गाउँको नाम के हो? गरगरे भन्छन्। गरगरे ए अनि हेर्नुस् ऊ त देख्नु भएको छ नि। यो चाहिँ रातालाङ्ना हो। अनि चाहिँ हामी त्यहाँबाट आएर है हामी ठ्याक्क सिद्ध पाइलाको मन्दिरमा छौँ। यो यताको यो नेपाल टावर हो है। अनि चाहिँ है हामी यो सिस्नो टिप्न आइराखेका छौँ। हेलो भाइ, नाम के हो तिम्रो? नाम सन्देश हो। घर चाहिँ कता पर्यो? घर चाहिँ जुम्ला यता। ए हजुर आज आउनु भएको यता? यता घुम्न चाहिँ आएको। हजुर हजुर नआएको गाइस। हामी त यो सिस्नो टिप्न लागेछौँ। हेर्नु अब सिस्नो चाहिँ खरेडीको बेला खासै राम्रो छैन। त्यही पनि सो गाइस यसो न हल्का रमाइलो भन्दै जस्तो। ल ठिक छ। अहिले कौलो कौलो टिप्नु होला है भाइहरू। ल हेर्नुहोस् यहाँनिर टन्नै छ। हेर्नु सिस्नो यति सस्तो छ। हेर्नु यति सुन्दर राम्रो रहेछ है। म लाइफमा पहिलोपल्ट आएको यता। यति राम्रो सिस्नो रहेछ। अनि डाँडो पनि एकदम सुर्खेतको टपमा पर्छ यो भ्यू है। यहाँदेखि तपाईँको सबै सुर्खेतको भ्यूहरू देखिन्छ। ए त्यो अर्काको बारीमा त्यसो नजाऊ है। ल हेर्नुहोस् यता छ, यता आइजाऊ। ओइ यता यता रमेश, यहाँ चाहिँ टन्न रहेछ। यहाँ सिस्नो यता यता हेर, यता हेर, यता हेर। हो यहाँ हेर कौलो कौलो छ यता। यहाँ हेर। आहा सन्देश यता हो। टन्न टिप्नुपर्छ है। टन्नै टिप्ने हो। उता लगेर बेच्ने हो हामीले चाहिँ। सन्देश भ्याउन सन्देश। हेलो सरजी। हजुर के गर्दै हो? यो सिस्नो टिप्दै हो गाइस। यो सिस्नो यो निगालाको चिम्टी बनाएको। यो सिस्नो यो छुयो भने पोल्छ के। यो सिस्नोले धेरै पोल्छ। त्यही भएर मैले चाहिँ यो निगालाको ढुङ्गाले काटेर आफैले बनाएको।
साधन त केही छैन। यसो यहाँ चाहिँ बसेर पनि उठिसक्नुला केटाहरू। गाइस सिधा पाइलाबाट यो सुर्खेतको देखिने भ्यूहरू देख्नु। यो खासै टुवालो हो कि कुहिरोले राम्रो देखिएको छैन। सिद्ध पाइला मन्दिरमा आइपुगेको छु। दैलेख राम्रा दुल्लु अचम राम्रा साफे बगर भन्ने हो। यसको भित्रको खालेर पुट्ने रस बनाउने, रसमा फेरि यसको भाँडामा खियाउने के, अनि चाहिँ हामी मसला ल गाइस सिद्ध पाइला मन्दिर भनेको यता माथिबाट जाने रहेछ बाटो। म बनाइ चिपे बनाउँछु। यो सिद्ध पाइला मन्दिर जाने बाटो यता रहेछ गाइस। तपाईहरु पनि आउनु भएको भने सो कमेन्ट गर्नु होला, लाइक गर्नु होला। मन्दिरमा जाँदैछु, तपाईहरुलाई त्यहाँ मन्दिरमा पनि देखाउने छु। ल गाइस बाख्राकोटलाई आएछन्, सिद्ध पाइला मन्दिर गएको। हो यो बाख्रा कता लान लाग्नु भएको त? जङ्गल चराउन, घाँस खाउन। कि लाली गुराँस खाउन। ओ पुसाई उसै उसै कता आउनु भएको? ल साथीहरू चाहिँ हामी चाहिँ अब सिद्ध पाइला मन्दिर जाँदैछौँ। सबै सिद्ध पाइला मन्दिर गइसकेपछि अबको यहाँबाट हामी 5 मिनटमा सिद्ध पाइला मन्दिर जान्छौँ होइन। त्यो बाटो हेर्नुहोस् कच्ची बाटो गइरहेको छ। अनि हामी हजुरहरूलाई देखाउनेछौँ, अन्तिमसम्म हेर्नु होला है, साथ दिनु होला। के हतार त भिडियो चाहिँ बनाउँछु गर है। अब यहाँ आऊ।